नमस्ते साथीहरू, हजुरहरूलाई हाम्रो यस नेपाली एडभाइस युट्युब च्यानलमा पुनः स्वागत गर्न चाहन्छु। आजको यस भिडियोमा हामीहरूले ड्राइभिङ लाइसेन्सको एकदमै हट टपिकबारे कुरा गर्नेछौँ, जुन अहिले एकदमै भाइरल पनि छ। सबैको प्रश्न एउटै, मेरो लाइसेन्स प्रिन्ट भयो या भएन, अथवा मेरो लाइसेन्सको स्ट्याटस के छ, मेरो त नागरिक एप नै छैन, म त विदेशमा छु नि, मेरो त नागरिक एप नै खुलेन। यस्तै यस्तै खाले प्रश्नहरू। अब यी प्रश्नहरूलाई हामी साइडमा राख्छौँ र सोल्युसन खोज्दैछौँ। हजुरहरूको लाइसेन्स के भइरहेको छ त? प्रिन्टिङमा गएको छ अथवा प्रिन्ट भइसक्यो? यसको अवस्था हामीहरूले एक क्लिकमै हेर्न सकिने भएको छ। हामीहरूले यातायात व्यवस्था विभागको अनलाइन पोर्टलबाट हेर्न सकिने भइसकेको छ। 3 तरिकाले लाइसेन्सहरू छपाई भइरहेका छन्। एउटा छ अत्यावश्यक प्रिन्ट, एउटा दैनिक प्रिन्ट र ब्याकलग प्रिन्ट। ब्याकलग प्रिन्टमा अझै 17 लाख लाइसेन्सहरू छपाई हुँदैछन्। यसको परिभाषा तपाईँहरूले साइडमा पनि हेर्न सक्नुहुनेछ। यातायात व्यवस्था विभागले चाहिँ दैनिक रूपमा चाहिँ आफ्नो डेटाहरू पाइसकेपछि आजभोलि चाहिँ 24 घन्टाभित्र नै लाइसेन्स प्रिन्ट गर्ने भनेर प्रोमिस गरिसकेको छ। तर जुन पुराना लाइसेन्सहरू ब्याकलगमा बसेका छन्, ती लाइसेन्सहरू प्रिन्ट हुन भने असार मसान्तसम्म कुर्नुपर्ने हुन्छ। हामीहरूले हाम्रो लाइसेन्सको स्थिति जाँच गर्नका लागि एउटा ब्राउजरमा जानुपर्ने हुन्छ, इन्टरनेट हुनु पर्यो र हजुरहरूले मोबाइलबाट पनि त्यो काम गर्न सक्नुहुनेछ। तर हजुरहरूको सहजताका लागि स्क्रिन ठुलो रहोस् भनेर मैले यहाँनिर चाहिँ मेरो ल्यापटपमा स्क्रिन सेयर गर्दैछु र हजुरहरूले चाहिँ यसरी एउटा ब्राउजर खोल्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ मैले फायरफक्स प्रयोग गरेको छु। हजुरहरूले जुनसुकै ब्राउजर युज गर्दा पनि हुन्छ र यहाँनिर चाहिँ हामीहरूले applyDLnew.dotm.gov.np गरेर यसलाई इन्टर गर्नुपर्ने हुन्छ। लाइसेन्स सर्च भनेर यहाँनिर छ। यो लाइसेन्स चाहिँ मेरो एकजना छिमेकी दाइले अप्रिल 23 मा रिन्यू गर्नुभएको थियो। उहाँको लाइसेन्स प्रिन्ट भएर आइसकेको छ। हजुरलाई मैले स्क्रिनमा पनि देखाइहालेँ। उहाँको डेट अफ बर्थ लेख्दैछु म। त्यसपछि यहाँनिर जारी तपाईँको लाइसेन्स नम्बर। यति गरिसकेपछि यहाँनिर क्याप्चा हाल्नुपर्ने हुन्छ। सर्च लाइसेन्स गरौँ। योर लाइसेन्स इज अलरेडी प्रिन्टेड, प्लिज कन्ट्याक्ट बुटोल रूपन्दी भनेको छ र यहाँनिर चाहिँ उहाँको लाइसेन्सको डिजिटल कपी पनि हेर्न सकिने भएको छ। यसबारे चाहिँ मैले एउटा भिडियो पहिले नै बनाएको छु, लाइसेन्स हरायो भने के गर्ने भनेर, जुन भिडियो चाहिँ तपाईँहरूले आई आइकनबाट पनि भेट्न सक्नुहुनेछ। मेरो लाइसेन्स चाहिँ अझै पनि प्रिन्ट भएर आएको छैन, किनकि मेरो लाइसेन्स ब्याकलगमा छ। यहाँनिर चाहिँ अब मैले फेरि लाइसेन्स सर्च गरेँ र यहाँनिर चाहिँ मैले आफ्नो डेट अफ बर्थ राख्दैछु। त्यसपछि मेरो लाइसेन्स नम्बर र यहाँनिर चाहिँ एउटा क्याप्चा छ। यति गरिसकेपछि सर्च लाइसेन्स गरौँ र यहाँनिर चाहिँ मेरो लाइसेन्सलाई के भनेको छ भन्दाखेरि यो लाइसेन्स इज इन प्रिन्टिङ प्रोसेस भनेको छ र मेरो लाइसेन्सको डिजिटल कपी पनि यहाँनिर देखाएको छ। र यसरी चाहिँ हामीहरूले हाम्रो लाइसेन्सको अवस्था के भइरहेछ, प्रिन्टिङमा छ अथवा प्रिन्टिङ प्रोसेसमा छ अथवा अलरेडी प्रिन्टेड, यो कुरा चाहिँ हामीहरूले यसरी अनलाइन पोर्टलबाट हेर्न सकिने भएको छ। नागरिक एप छैन भने पनि नो चिन्ता। साथीहरू, हजुरहरूलाई आजको हाम्रो यो भिडियो कस्तो लाग्यो? यदि हजुरहरूलाई आजको हाम्रो यो भिडियो मन परेको छ भने भिडियोलाई लाइक, कमेन्ट, सेयर साथै च्यानललाई सब्सक्राइब गरेर साथ दिनुहोला। यस्तै यस्तै खाले ज्ञानवर्धक भिडियोहरू हामीहरूले हाम्रो च्यानलमा लिइरहनेछौँ। टिल देन, किप वाचिङ, किप लर्निङ। धन्यवाद।